हेलो नमस्कार सबैजनालाई। आज चाहिँ मैले थुक्पा पकाउनु पर्यो भन्ने सोच गरेँ, किनभने यतातिर धेरै चिसो बढेको छ। त्यसैले थुक्पाको रस खाएर आफ्नो शरीरलाई न्यानो बनाउनको लागि थुक्पाको रेसिपी लिएर आएकी छु। हजुरहरूले हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला है त। अनि सुरुमा चाहिँ मैले थुक्पा बोइल गरेँ, त्यस पछाडि प्याज काटेँ अनि लसुनको पेस्ट, अदुवा लसुनको पेस्ट बनाएँ अनि तेल तताएँ। अनि मैले सुप चाहिँ के बनाएँ भन्नुपर्दा यो मटर अनि चना भिजाएको थिएँ, त्यसैको सुप हो र यस्तै गरी पकाउँदैछु। हजुरहरूलाई कस्तो लाग्छ हेरेर आफ्नो प्रतिक्रिया दिनुहुन धन्यवाद। आउँछ भन्नु त के